हेलो सबैजनालाई मेरो मिनी ब्लगमा स्वागत छ। हजुरहरूलाई फेरि पनि यहाँ चाहिँ आज म हजुरहरूलाई धेरै खालेको सामानहरू पुरानो हाम्रो कल्चरको सामानहरू देखाउन गइरहेको छु। यो छ जुन सिलिकन ढोल है, यो सिलिकन ढोल, त्यसको साथै यहाँ झ्याम्टा हेर्नुहोला। यसमा यस पछाडि हाँडी, त्यस पछाडि दावा टुवा मटिया एकदम राम्रो है निर्माण भइरहेको छ अझै पनि। त्यस पछाडि हाम्रो सोहन चेङ्ग्रे र पेचुरी धजुरा विभिन्न किसिमको सामानहरूको नाम रहेछ। मलाई पनि त्यति आइडिया थिएन, त्यति थाहा पनि थिएन। यहाँ आएर मात्रै मैले सबै सामानहरू चिन्दैछु। यहाँ हेर्नु होला हाम्रो यलम्बर साङ माकेन बाँसको बाजा एकदम राम्रो। त्यस पछाडि यहाँ देखाउन गइरहेको छु कठुवा। हजुरहरूलाई नै थाहा नै छ होला कतिपय त कठुवा भनेको के हो है। यहाँ हेर्नु होला, हजुरहरूलाई पनि चिन्नुहुन्छ। साथै यति मजाले है कलरहरू गरेर अझ यहाँ पुरा निर्माण गरिराख्नु भएको रहेछ। यति राम्रो। यो चाहिँ हाम्रो सुम्निमा चोकमाथि 10 मिनट माथि हिँडेर आउँदा लगभग 10 मिनट ठ्याक्क लाग्यो। अनि त्यस पछाडि यहाँ छलेतुङ्बा, यहाँ हेर्नु होला एकदम राम्रो डाँडा काँडाको बिचमा राम्ररी हाम्रो सबै पुरानो सामानहरूलाई मजाले बनाएर राख्नु भएको छ। यहाँ साथै फुलहरू, विभिन्न किसिमको फुलहरूलाई पनि यहाँ रोपेर निर्माण गरिराख्नु भएको छ। त्यस पछाडि यो चाहिँ के हो भने बेचुक अदुवा, हेर्नु होला अदुवा एकदम राम्रो ठ्याक्कै अदुवाकै आकार। र यहाँ अझै पनि छ हाम्रो केही सामानहरू कोम्बी खुरुम्बी हँसिया है, त्यो भनेको हँसिया रहेछ। हँसिया या धारिलो हतियार एकदम राम्रो डाँडामा एकदम निर्माण गर्नुभएको रहेछ। यहाँ हेर्नु होला कस्तो राम्रो भ्यूजहरू सबै मजाले बनाएर राख्नुभएको छ। तपाईँहरू पनि आउनु होला। यहाँ मेरो बाबु पनि घुमिराख्नु भएको छ आज। बाबुलाई भोक लाग्यो जस्तो छ। सिन्तारा अहिले खाने है। यहाँ अदुवा हेर्नु बाबु, अदुवा ठ्याक्क अदुवाको कति राम्रो अदुवा मुनि तङ्बा है, डाँडा काँडाको बिचमा राम्ररी बनाउनु भएको छ। यहाँ फुलहरू। यति नै आजको मेरो ब्लगमा। हेरिदिनु होला सबैजनाले।